बर्खा महिनामा धनियाको प्रति केजी 400, 500, 600, 700 रुपियाँसम्म केजीमा धनिया बिक्री हुन्छ। यो सबै किसान दाजुभाइलाई थाहा छ। तर तपाईहरुलाई धनिया लाउने बेलामा धनियालाई कसरी उमार्ने अनि कसरी छर्ने अनि छर्दाखेरि चाहिँ उमार शक्ति कति छ के छ भनेर त्यो लेबलमा लेखेको भन्दा पनि कम उम्रिने आदि इत्यादि जस्तो समस्या त तपाईले भोगिराख्नु भएको त छैन। यदि छ भनेदेखि आजको भिडियो तपाईको लागि। नमस्ते, म शुक्रमान स्याङतान। म चाहिँ आज तपाईहरुलाई धनियालाई कसरी राम्रोसँग उमार्न सकिन्छ, कुन तरिका अपनाएर रोप छर्दाखेरि चाहिँ तपाईको धनिया 100% उम्रिन्छ भनेर देखाउन गइराखेको छु। र साथै यसै भिडियो मार्फत म तपाईहरुलाई मैले पटक पटक क्रस बाली भनिराखेको थिएँ र क्रस बाली लाउँदाखेरि चाहिँ किन चाहिँ क्रस बाली आवश्यकता छ त हामी जस्ता किसानहरुको लागि भनेर आजको यस भिडियो मार्फत पूर्ण जानकारी दिन गइराखेको छु। मलाई आशा छ तपाईहरुलाई आजको भिडियो मन पर्नेछ। मेरो भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होला र मेरो च्यानललाई पनि सब्स्क्राइब गर्न नबिर्सनु होला। आज चाहिँ म तपाईहरुलाई धनिया उमार्नको लागि धनियालाई के गरेर चाहिँ रोप्दाखेरि 100% सफलताको साथ तपाईले खेती गर्न सक्नुहुन्छ भन्ने बारेमा देखाउन गइराखेको छु। सबैभन्दा पहिला तपाईले धनियाको बिउ ल्याउनुहोस्। जुनसुकै ब्रान्डको ल्याइनु हुन्छ, यो ब्रान्डले हामीलाई कुनै पनि वास्ता भएन। यो F1 हाइब्रिड हो जुन चाहिँ अब नेपालको लागि अब अलि राम्रो क्वालिटीको मानिन्छ। यो चाहिँ धनिया बेच्नको लागि हो। तपाईको त्यो खानाको लागि आफै खानको लागि भने लोकल राख्नु भन्दा राम्रो हुन्छ। सबभन्दा पहिला धनियालाई एउटा भाँडामा खनाउनुहोस् यसरी। अनि यसरी खनाइसके पछाडी यसमा चाहिँ तपाईले मेरो चाहिँ अब यति सबै जाने अवस्था छैन, त्यसैले म थोरै मात्रै गर्छु। यति गरेर तपाईले बनाइसके पछाडी यसमा तपाईले पानी हालेर कम्तीमा 12 देखि 18 घण्टा भिजाएर राख्दिनुस्। 12 देखि 18 घण्टा भिजाएर राखिसके पछाडी यो धनिया तपाईको ढाडिन्छ। अनि यो ढाडिसके पछाडी यसलाई कुनै पनि प्लास्टिकको झोला प्रयोग नगरिदिनुस्। फाइबर झोला हुन्छ या तपाईकोमा अब कुनै पनि पुरानो कपडाहरु थोत्रा कपडाहरुमा यसलाई पोका पार्नुस्। अनि त्यति गरिसके पछाडी यसलाई मजाले 2 देखि 3 दिनसम्म त्यो जुन चीजमा तपाईले पोका पार्नुहुन्छ त्यो पोका पारेर राखेको झोलालाई चाहिँ तपाईले झोला अथवा कपडाको जेमा हाल्नुहुन्छ त्यो पोकालाई चाहिँ तपाईले 2 दिन 2 रात मजाले माटोमा गाडेर राख्दिनुस्। अनि माटोमा गाडेर राखिसके पछाडी तपाईको के हुन्छ भने अब यसको जरा निस्किन थाल्छ। मेरो चाहिँ यो धनिया अब दानालाई भिजाएर पुरेर माटोमा छोपेर राखेको चाहिँ 3 दिन पछाडी आज खोलेर हेर्दै छु। मैले अब माटोबाट चाहिँ निकालिसके। अब ल हेर्नुस्, 3 दिन पछाडी धनिया यस्तो मजाले उम्रियो। अब यो धनियालाई चाहिँ यो उम्रिसकेका धनियामा चाहिँ अब तपाईको यसलाई रोप्नलाई पनि सजिलो हुन्छ। अब मेरो चाहिँ अब यो समेत अब यो 3 लट धनिया छरिसकेको हुन्छ मैले। त्यसैले अब पहिला म आफैले ट्राई नगरिकन त्यतिकै तपाईहरुले भन्दाखेरि त भोलि गएर बिग्र्यो भनेदेखि यो भाइले गर्दाखेरि बिग्र्यो नराम्रो भयो भन्ने आउँछ। त्यसैले पहिला म आफैले ट्राई गरेर रोपिसके। अब ठाउँमा यो यसरी नै भिजाएर रोपेको धनियाहरु पनि म अहिले देखाउँछु तपाईहरुलाई। अब यसलाई चाहिँ यति गरिसके पछाडी अब तपाईको रोप्नलाई पनि सजिलो छ। अब यसरी खन्नुस्। अब चिस्यान चाहिँ चाहिन्छ फेरि तपाईको यो रोप्नको लागि। यसरी खन्ने अनि हातमा यसरी लिनुस्। यसरी लिइसके पछाडी अनि यसलाई यसरी छर्दै आउने। अनि यतिको छरिसके पछाडी अब यो त अब तपाईको जरा आइसकेको धनिया छ। अनि जरा आइसकेको धनियालाई चाहिँ तपाईले धेरै म्याक्सिमम माटोले चाहिँ पुर्नु पर्दैन, तर यसलाई पुर्नु चाहिँ पर्छ हामीले फेरि। यसरी पुर्दिनुस्। यसरी पुर्दिसके पछाडी तपाईको अब 2 देखि 3 दिन पछाडी यो धनिया उम्रिन थाल्छ। अब यही तरिकाले रोपेको धनियाहरु हो। यतातिर नि यसरी छरिया छ। अब यिनीहरुलाई पनि यसरी नै पुरिदिनुस्। यति गरेर पुरिसके पछाडी यो धनिया अब मजाले उम्रिन्छ। यहाँतिर हेर्नुस्, मेरो प्रत्येक ठाउँमा यसरी नै लागेको धनियाहरु छ। यसरी नै रोपेको। ल हेर्नुस्, अब तपाईको हिजोआजको बेला सिजनमा अब यस्तो प्लास्टिक भित्र लाउँदाखेरि त पानी नपुग्ने, चिसान नपुग्ने त्यस्तो समस्याहरु हुन्छ। अनि जसले गर्दाखेरि राम्रोसँग उम्रिदैन। ल हेर्नुस्, तपाईहरुलाई फेरि यो छरेर यो यताउति भ्रम फैलाको भन्ने लाग्ला। यहाँ हेर्नुस्, एकदम लाइनसँगले छ। हेर ल हेर्नुस्, एकै लाइनबद्ध तरिकाले धनिया एकदम मजाले उम्रिन्छ।
तपाईँको यो चाहिँ तपाईँको धनियाँ रोप्नलाई एकदम सजिलो र सफल हुने तरिका हो। यसरी सर्लक्क धनियाँ उम्रिन्छ। अब यहाँ यत्रो काँक्रोको बोटहरू छ, काँक्रोको बोट पनि यसरी धनियाँ भइराखेको छ भने अब तपाईँको यो एउटै ठाउँमा 2 बाली 3 बाली निस्किन्छ क्या। अब यहीँनिर बोडी भइराखेको छ, बोडीको बोट यतिको अग्लो भइराखेको छ, धनियाँलाई असर पनि छैन, बोडीलाई असर पनि छैन, अनि काँक्रोको बोट यतिको झ्याङ भइसकेको छ। मैले यो समेत तपाईँको 2 चोटि बेचिन्छ धनियाँ यो काँक्रोको बोट यत्रो हुन्जेलसम्ममा भने अब यतिको काँक्रोको बोट पनि नराम्रो छैन, तपाईँले मजाले ढाक्या छ। अनि हेर्नुहोस् घिउसिमीहरूमा पनि मजाले फुल खेल्न थालेको छ। अब यसकै मुनितिर फेरि धनियाँहरू यसरी भइराखेको छ। अब यहाँ फेरि काँक्रोमा फुल खेल्न थालेको छ, चिचिला पोथी फुल फुल्न थालिसकेको छ। ल हेर्नुहोस् भने तपाईँको धनियाँ रोप्नको लागि चाहिँ सबभन्दा सजिलो तरिका चाहिँ यो। तपाईँले नि मैले सिकाएको अनुसार ट्राई गर्नुहोस्। तपाईँलाई यो असार साउनको बेलामा 400-500 रुपियाँ केजी धनियाँ हुने बेलामा तपाईँले मजाले भाउ पनि भेटाउनु हुनेछ र राम्रो र सफल तरिकाले धनियाँ खेती गर्न सक्नुहुन्छ। ल हेर्नुहोस् भिजाएर लाएको धनियाँ तपाईँको लाएको 3-4 दिनमा यसरी निस्किन थाल्छ। अब मेरो हेर्नुहोस् म तपाईँहरूले त्यतिखेर क्रस बाली भन्छु नि, यसको मतलब यो हो। हेर्नुहोस् यहीँ धनियाँ भइराखेको छ। अब यो धनियाँ टिपेर ठ्याक्क अब आजभोलि यो धनियाँ उखालिन्छ, यो धनियाँ ठुलो हुन्छ, अनि यो दुइटै धनियाँको पालो सकिन्छ, रायोको साग निस्किन्छ। उता छेउसम्मै छ मेरो यत्तिकै धनियाँ छ, रायोको साग छ, अनि तपाईँको काँक्रो छ। यतापट्टि नै हेर्नुहोस् धनियाँहरू यस्तो मजाले उखाल्ने बेला भइसकेको छ। साथमा काँक्रोको बोट पनि बढ्दैछ। भिजाएर लाउनु पर्छ भन्नुको मतलब चाहिँ उमारेर मात्रै लगाइसकेपछि लाउनु भयो भनेदेखि चाहिँ तपाईँहरूले के हुन्छ भने जब काँक्रोको बोट सर्ने बेला हुन्छ त्यतिन्जेलसम्ममा तपाईँको धनियाँ उम्रिसक्छ। मेरो चाहिँ यहाँ माथिसम्म यत्तिकै छ, रायोको साग, धनियाँ, काँक्रो सबै मिक्स छ। तपाईँको यहाँबाट माथिसम्म देख्ने जति एरिया जति छ सबैमा यत्तिकै छ। त्यसैले म तपाईँहरूलाई चाहिँ क्रस बाली भन्नुको मतलब चाहिँ यो हो। एकै ठाउँमा 3 बाली 4 बाली लाग्छ र उत्पादन पनि राम्रो लिन सकिन्छ। अनि तपाईँहरूलाई यो करेला पनि उमार्नलाई यो पोलिथिनमा हाल्दाखेरि, पोली ब्यागमा हाल्दाखेरि करेला पनि राम्रोसँग उम्रिँदैन भनेदेखि हिउँद महिनामा चाहिँ यसरी रोप्न मिल्दैन, किनभने हिउँद महिनामा चिसानको मात्रा पुग्दैन। तर बर्खा महिनामा चाहिँ तपाईँले यो करेलालाई पनि यसरी नै पानीमा भिजाएर पुरेर राखेर अनि यसलाई 2-2 दाना अथवा 1-1 दाना तपाईँले सर्लक्क खाल्डो खनेर चिसान भएको ठाउँमा खाल्डो खनेर यसरी गाडिदिनु भयो भनेदेखि यो पनि सफल हुन्छ। मैले यो पनि गरेर ट्राई गरेर हेरेँ हो। त्यही भएर यदि तपाईँहरूलाई जाँगर चल्छ र मन लाग्छ भनेदेखि यसरी रोप्दाखेरि पनि तपाईँहरू सफल चाहिँ अवश्य हुन्छ।